नमस्कार, म अदिति मोक्तान दार्जिलिङ डायरी फेसबुक ग्रुप पेज मार्फत खरसाङ निवासी अम्बिका राणा कृत मेरो बाल्यकाल र गम्बिनी बोजूको कथालाई यहाँ प्रस्तुत गरिरहेकी छु। मलाई सानोदेखि नै बुढाबुढी बाजे र बोजूहरूसित खुब मन मिलेको जस्तो लाग्थ्यो र म सधैँ नै मेरो घरमाथिको बोजूको घरमा जाडो महिनाको स्कुल छुट्टी भएपछि बिहानै बोजूको घरमा जाने मेरो आदत बसिसकेको थियो। म उठेर मुख धुने साथ जाने गर्थेँ। घरका आमा बाबुले कहाँ गएछ भनेर चिन्ता लिइराख्नु पर्ने कुरै थिएन। म बोजू बोजू भनी बाहिरदेखिको स्वर सुनाउँदै जान्थे। बोजू पनि खुसी हुँदै है आइज न भित्रै भनेपछि म जान्थे र बोजूलाई कस्तो छ भन्थे र म ठिकै छु भन्नुहुन्थ्यो। अन्त मलाई खुसी लागेर आउँथ्यो। बोजूको कुनै सन्तानहरू थिएन। बाजे कहिले बित्नु भएको मलाई थाहै थिएन। बोजू म बिहानै जाँदा अगेनामा काँचो दाउरा सल्काएर आगो फुफु गर्दै जलाउनुहुन्थ्यो। मलाई मनमा नै नराम्रो लागेर आउँथ्यो। म भन्थे बोजू म आगो जलाइदिन्छु नि ल भन्दा ल भनेर मलाई फुत्त सोतिदिनुहुन्थ्यो। म आगो जलाइदिन्थे। बोजूले रोटी पकाएर खानुहुन्थ्यो र म घरमा फर्किन्थे। यसरी नै बोजूको दिन बित्दै गयो। म कहिले काहीँ गएर बोजू म तपाईँको लागि दाउरा खोजेर ल्याइदिन्छु ल भन्थे। ल भन्नुहुन्थ्यो। घरको वरिपरि नै बोजू कोठेबारीमा सुक्खा सुक्खा दाउराहरू खोजेर बोजूलाई दिन्थे। बोजूको अनुहार खुसी हुन्थ्यो। म यस्तै गरी सधैँ नै दिन प्रतिदिन बोजू भएकोमा जाने गरेको थिएँ। एक दिन बोजूले मलाई भन्नुभयो, हेर म र बाजे हुँदा धेरै नै पैसा थियो र मैले यसरी राखेको थिएँ। मैले के बोजू भन्दा पहिना भन्दै माटोले लिपेको भुइँ खन्न लाग्नुभयो र भुइँमा गहिरो सानो खाल्डो थियो। त्यसमाथि काठको ढकनी लगाएर बाहिरबाट लिपेर ढाकेर धेरै नै पैसा राख्नु भएको रहेछ। म अचम्म मानेर हेरिरहे। बोजूले निकै पैसा निकाल्नुभयो। कति पैसा रुपियाँहरू चल्ने थियो, कति त पहिलो पित्तलको पैसाहरू देखे, कति चाहिँ चाँदीको पैसा। मैले मनमा नै सोचेँ किन यसरी राख्नु भएको होला भनेर चकित परे। अझै पनि मलाई झलझली याद आइरहन्छ मनमा। धेरै महिना बितेपछि बोजू बिरामी हुनुभयो।